नमस्ते सम्पूर्णमा चाहिँ यति बेला म तपाईहरुलाई चाहिँ कोरियामा धान खेती कसरी गरिएको छ भन्ने कुराहरु चाहिँ देखाउन लैजाउँदै छु है। चाहिँ मेरो नाम जनक विश्वकर्मा। म चाहिँ आज तपाईहरुलाई कोरियामा चाहिँ धान खेती चाहिँ कसरी गरिएको छ भन्ने कुरा देखाउँछु हैन। ल हेर्नुस् है, धान खेती चाहिँ एकदम राम्रो तरिकाले तपाईको यो चाहिँ मेसिनले चाहिँ है, आधुनिक मेसिनले चाहिँ यसरी चाहिँ धान खेती गरिएको छ है। यो चाहिँ सबै ठाउँमा धान लगाइएको छ है। म तपाईलाई जुम गरेर पनि देखाउने छु। चाहिँ यो धानको चाहिँ तपाईको चाहिँ यो बाटो हेर्नुस् है, बाटो यताउता यो चाहिँ यो बाटोको चाहिँ वारीपट्टि र पारीपट्टि दुवैपट्टि चाहिँ धान लगाइएको छ, तपाई देख्न सक्नुहुन्छ है। चाहिँ यस्तो राम्रो बाटो छ, यो खेतमा पनि यस्तो राम्रो बाटो छ है। चाहिँ एकदम अत्याधुनिक मेसिनले चाहिँ यसरी धान चाहिँ लगाउने गरिन्छ। म तपाईहरुलाई चाहिँ यो सिँचाइ प्रणाली पनि देखाउँछु। ल हेर्नुस् है, सिँचाइ पनि कति राम्रो छ। ट्याक्क चाहिँ पानीलाई रोक्नको लागि यो चाहिँ ड्याम हो कि के भन्छ हैन यसलाई, ड्याम। यो बाँध पनि यसरी चाहिँ टक्क चाहिँ यसलाई घुमाएर चाहिँ सजिलैसँग घुमाइन्छ है। यो चाहिँ धेरै पावर लगाउनु पर्दैन। पानीको सिँचाइको व्यवस्था यसरी हुन्छ है। चाहिँ उता त्यो देखिरहेको चाहिँ यो टमाटर खेती हो। यो हाउसभित्र टमाटर है, त्यो फिनिल हाउस होइन है। त्यो चाहिँ के को हाउस हो भने ग्लास, युरी कोरियनमा चाहिँ सिसा भन्छ हैन। त्यो ग्लासको हाउस हो त्यो देखिरहेको हाउस चाहिँ। त्यो एकदमै ठुलो छ। त्यहाँ चाहिँ टमाटर खेती हुन्छ है, टमाटर उब्जनी चाहिँ त्यो पनि आधुनिक तरिकाले यहाँ देख्न सक्नुहुन्छ। साइडमा तपाईको चाहिँ फिनिल हाउस। कोरियामा चाहिँ एकदमै कृषिलाई चाहिँ एकदम प्रायोरिटी, कृषिमा चाहिँ एउटा आत्मनिर्भर छ है कोरिया चाहिँ। ओके, बाई बाई। तपाईहरुले चाहिँ यस्तै भिडियोको लागि चाहिँ अनिवार्य सब्स्क्राइब गरिदिनु होला र आगामी दिनमा मलाई यस्ता किसिमका भिडियोहरू बनाउन चाहिँ ताकि सहज होस्, चाहिँ मलाई पनि हौसला मिलोस् है। एग्रिकल्चर सम्बन्धी चाहिँ कोरियाको जनजीवन चाहिँ कोरियाको बारेमा विविध किसिमका चाहिँ भिडियोहरू आउने नै छन् है भन्दै बिदा हुन्छु। हस्त, बाई बाई, नमस्ते, अन्यहासेयो।